हेलो आज चाहिँ एउटा सानो सर्ट भिडियो होइन। म कहाँ घाउ आएछ टक्क घर परिवारलाई देखाइदिनु पर्यो। त्यो त भिडियो हेर्ने भन्छन् बाबाआमा, यो चाहिँ मेरो बाउआमाको लागि सानो भिडियो होइन। म घरबाट निस्केर काममा जाँदैछु। हेर्नु छोरा अब काममा जानको लागि कति लाग्छ समय, कस्तो छ ठाउँ होइन। नेपाल आउन नपाएको त थुप्रै भयो। अब यसो भिडियो हेरेर भयो नि चित्त बुझाउनु तपाईँहरू मेरो बाआमालाई। अब एक दिन मिल्यो भने टाइम भगवान्ले साथ दियो भने चाँडै आउँला बालबच्चा सबै लिएर बाआमालाई भेट्न होइन। अब अहिले काममा जाँदैछु हेर्नु। अब सुरु भयो। अब यो म बस्ने ठाउँलाई भन्छ प्लम स्ट्रिट। यहाँ नेपालीहरू थुप्रै बस्छ, नेपाली सहरै भन्छ यसलाई। यो चाहिँ तपाईँकोहरूको नातिनी पढ्ने स्कुल है, हिमाली। त्यहाँ बस स्टेसन छ, त्यहाँबाट बस स्टेसनबाट टक्क चढेर काममा जानुपर्छ। फेरि ट्रेन लिएर लाग्छ टाइम 1 घन्टा जति लाग्छ। बस ट्रेन बाटो क्रस गर्न पर्यो। यो प्लम स्ट्रिटको सानोतिनो सब्जीहरू मन्डल किन्ने बजार। स्ट्रिटको बजार नेपाली दोकानहरू टन्नै छ जस प्लम स्ट्रिटमा चाहिँ। त्यो चाहिँ खुसी लाग्छ। पहिलोचोटि विदेश आएर नि विदेश नआएको जस्तो अनुभव बनाउने ठाउँ हो क्या यो प्लम स्ट्रिट। नेपालीहरू थुप्रै छन्, कमी छैन नेपालीहरूको। 2 तला बस फोटो छ जता हेऱ्यो भने। प्लम स्ट्रिट चाहिँ मलाई चाहिँ मनपर्छ है। आएदेखि युके आएदेखि यहीँ बसेको। अब मलाई चाहिँ एक ठाउँमा बसेपछि बस्या गर्न मन लाग्ने सानैदेखिको बानी। एक ठाउँमा मन गएपछि त गयो क्या। बसहरू नि कति आएको यार। दोकानहरू हेर्नु साग सब्जीहरू सबै लिन आउने सबैको छोराहरू यहीँ हो। भयो यहाँ फार्मेसी दोकानहरू छ। अब बस चढ्नुपर्छ। मुखमा घाउ आएर धिमा खराब गरेर बस चढेर काममा जानुपर्छ। ल छोरालाई हेर्नु है बाबा कस्तो देखियो। अनि अरू सब ठिकै छ। हिँड्न र ठाउँ नलाग्छ 2-3 मिनट। अब टक्क बस चढेर काममा जाँदैछु म। अब बस पनि आयो। यही बसमा टक्क चढेर अब काममा जानुपर्छ होइन। 2 तला बस बसबाट नि झऱ्यो। यसलाई हुन्छ विलवेजमा आएर ट्रेन चढिन्छ एलिजाबेथ। त्यसले पुऱ्याउँछ 25 मिनटमा बोन स्ट्रिट भनेको सेन्ट्रल लन्डन। सुन्नुहोस् है, सेन्ट्रल लन्डनमा अब काम गर्दैछु म। सानोतिनो पार्क जस्तै छ। त्यहाँ कहिले काहीँ हाम्रो नानीहरू गएर नि खेल्छ त पानीमा। आउँछ खुसी हुन्छ।
भाइ ट्रेन जाँदैछु म ढोका खोल्नुपर्छ अरे ढोका खोलेर भित्र छिरियो एस्केलेटरबाट तल छिर्दै नेपालीहरू जता जतै देख्नु नेपालीहरू छन् जति पनि कति समयमा जाने स्टार्ट भइसक्यो अझ ढिलो होला जस्तो पनि काममा पनि 2 मिनटपछि ट्रेन आउँछ ल बोन स्ट्रिट पनि आइपुग्यो ट्रेनबाट झरेर अब यसो माथि चल्दिनु पऱ्यो लेफ्टमा बाई लेफ्ट लिफ्टमा हो लिफ्टमा ढिलो हुने भयो यार काम यार ढिलो हुने भयो आज 1 घन्टा लाग्छ काममा जान अब लिफ्टदेखि बाहिर निस्किने म लिफ्टदेखि बाहिर निस्केपछि आउँछ फेरि हिँड्नुपर्छ 5 मिनट जति होटल पुग्नलाई ल अब ट्रेन स्टेसनबाट बाहिर निस्किरहेको छु म आयो बोन स्ट्रिट पनि आयो है बोन स्ट्रिट पनि आयो त्यो मौसम राम्रो छ आज आनन्द शीतल गर्मी निकाल्दैछ आज फोहोरहरूको धेरै काम पनि ठिक्कको रहेछ आज ल बाबा छोरालाई हेर्नु फोनमा त बोलिराखिन्छ तर त्यही पनि अब डक्टर ठुलो टिभीमा घरमा सो हेर्दा होइन घुमेको काममा गएको त्यही छैन सम्झना पनि होस् भनेर पनि मैले खास यो भिडियो बनाएको जिन्दगी कतिखेर के हुने होइन विदेश नै धेरै घुम्यो चाइना मकाउ युके हङकङ ठिकै छ अब कहाँ पुग्ने हो थाहा होइन आउन थाल्यो है तल आउन थाल्यो यो साइडतिर सब होटलै होटल छ क्या यहाँ चाहिँ जेब्रा क्रसिङमा जस आँचिनमा गएर हिँड्ने पनि
गाडी चाहिँ रोक्छ ती चाहिँ गर्छन् है यिनीहरू यो होटलहरू आज 5-6 मिनट जति ढिलो हुने भयो काममा यो लन्डनको बोन स्ट्रिट भन्ने ठाउँ यहाँ चाहिँ प्रायः सबै होटलै होटल हुन्छ है यो चाहिँ मेरो काम गर्ने होटल हो हैन यो होटलको नाम चाहिँ चान्सेरी रोजवुड हो है यो 5 स्टार होटल नै हो यो पहिला अमेरिकाको एम्बेसी थियो यसलाई होटल बनाएको क्या कति 1.5 कति बिलियन पाउन्ड खर्च गरेर यसको मुनि पनि फेरि 5 तला छ नि फेरि 5 तला माथि जति छ तल त्यति नै छ काम गर्ने होटल पनि आयो मान्छेहरू कति धेरै यार मौसम चाहिँ ठिक छ आनन्द काम गर्ने होटल रोजी रोटी दिने ठाउँ मान्छेहरू टन्नै छ शीतलो छ चाहिँ आज मौसम चाहिँ अब सेक्युरिटी पछाडि ब्याक एरिया हो यो पनि रेस्टुरेन्ट हो यहाँ पनि जोस मान्छेहरू खान्छन् यो होटलभित्र 6वटा रेस्टुरेन्ट छ क्या त्यसमध्ये एउटामा काम गर्ने चाहिँ म अब होटलको 6वटै रेस्टुरेन्ट हो यो होटल है कति बढी हलले खाके हो अब यहाँबाट भित्र छिर्ने हो म अब टक्क